Hello guys, welcome back. So now we are going for a trip to Zakopane. This is our station and I will introduce you to my friends. बडा यो हाम्रो सबभन्दा उमेरमा ज्ञानमा सबभन्दा ठुलो बडा तपाईँको अब के छ कसो छ मनमा कसो हुँदैछ कसो एकदम के भन्नु कतिखेर पुग्ला र कस्तो छ भन्ने हेर्ने भइरहेछ मनमा धेरै एक्साइटमेन्टहरू बोकेको छ खुन्दुली भइरहेछ ल अब यो हाम्रो सबभन्दा यङ्गेस्ट गोपाल हेलो सबैलाई धेरै माया छ हाम्रो सुबिन्दालाई सबैले माया गरिदिनु होला भन्न चाहन्छु अरू यस्तै रमाइलो हुन्छ होइन अब नाइटमा पुगिन्छ उता क्राको भन्ने सिटीमा त्यसपछि भोलि चाहिँ हाम्रो आफ्नो मेन गन्तव्यमा पुगिन्छ यस्तै हो ल यहाँ चाहिँ हाम्रो अर्गनाइजर ज्यू सुन्दरजी हाई हेलो हाई उहाँसँग हामी तपाईँलाई पछि कुरा गरौँला यहाँ चाहिँ फेरि हल्का फोटो खिचाखिची हुँदैछ यहाँ केशवज्यू छ तपाईँहरू दुईजनालाई केही भन्नु छ हाम्रो यो फर्स्ट टाइम हो खै अब फर्स्ट टाइममा कस्तो हुन्छ हेरौँ एक्सपर्टसँग हिँडेको छ राम्रै हुन्छ त्यही भएर हिँडेको त्यही भएर ल केटा हो हामी पुगिसकेको छौँ हामी आफ्नो गन्तव्यमा जाकोपानी कस्तो लाग्दैछ केटाहरूलाई यो नयाँ यहाँको दृश्य सबै जेल आछन् त्यही लाएर जाने हो होइन हाम्रो आजको हाइकिङ सुरु भइसकेको छ र यो हाम्रो साथीहरूको के छ त हालखबर कस्तो लाग्दैछ सुरुवात स्टार्टिङ हाम्रो गन्तव्यमा पुगिसकेका छौँ साथीहरू अब माथिको अब डाँडाहरू नजिकै छौँ हामी अब चाहिँ ट्रेकिङ हाम्रो अब भइसकेको छ सुरु यो हाम्रो बाटो यस्तो छ हामीले चाहिँ त्यो माथि त्यो डाँडामा पुग्ने हो र अगाडिको चाहिँ हाम्रो यो सुन्दर भाइले भन्छ हाई गाइज आज हाम्रो पहिलो स्टप चाहिँ मर्स्क्यु ओको भन्ने ठाउँमा हुनेछ जहाँ चाहिँ लेक छ लेक छ दुईवटा ठुल्ठुलो लेक छ अनि त्यसपछि त्यो दुईवटा ठुल्ठुलो लेकमा हामी फर्स्ट स्टप गर्छौँ अनि त्यसपछि त्यसपछि फेरि कन्टिन्यू हाइकिङ गरेर हामी त्यो माथि अघि देखाएको डाँडामा पुग्छौँ ल इन्ट्रेस्टिङ फ्याक्ट गाइस यहाँ जो मान्छे चढ्नु अलि साह्रो पर्छ उहाँहरूलाई चाहिँ घोडाको पनि व्यवस्था छ 2 हर्स पावर त हाम्रोमा पनि छ 2.6 किलोमिटर भइसकेको छ एलिभेसन र केटाहरूको कन्डिसन चाहिँ यस्तो छ एकदम राम्रो छ यहाँ छ फिटेस्ट पर्सन अफ द ग्रुप हो हाम्रो फाइनल गर्ने हो फाइनल हाम्रो बडा कता हुनुहुन्छ बडालाई पनि देखाउनु फाइनल गरेर ए ओ फिटेस्ट पर्सन त यहाँ पो छ त ल हामीहरू अब एक्चुअल ट्रेलमा आइपुगेको छौँ एलिभेसन भन्ने यस्तो छ केटाहरू तल केटाहरूको हालत कस्तो छ आउँदैछ मजा चाहिँ आउँदैछ म अगाडिको एउटा दृश्य देखाउँछु तपाईँहरूलाई यो हो So guys, quick update. अब हामी पुग्नु आँटेको छौँ हाम्रो फर्स्ट स्टपेजमा
हाइकिङ गरेर हामीलाई पुग्नु छ त्यो डाँडामा। च्याट जिपिटीलाई सोधा हो रिङ हो भनेको होइन 100 भन्नु यो समाउ त जुम गर्नु। So guys, what is this? Is this a snow? So guys, this is our first stop and this was our destination for today. Just look at this. यो चाहिँ हाम्रो बाटो। यो हाम्रो हाइक गाइज। हाम्रो जुन बडा हुनुहुन्छ उहाँ चाहिँ यो हाइकको च्याम्पियन। This is the elevation, guys. छ एकछिन है। This is the second lake in the altitude. ल बडा कस्तो लाग्यो? एकदम बवाल। खै पानी ल्याउन। यो त्यो पहाड जुन हामीले तलबाट देखिरहेको थियो हामी एकदम नजिकमा पुगिसकेको छौँ। मलाई हाल्दिनु है कसलाई हालिदिनु अरे? मलाई यार केही भन न त। म के भनौँ यस्तो पहाडमा माथिसम्म पुगिहालेँ होइन। मजा आयो है? एकदम माथि म त सकिनँ है। सिर्जन हुनु पाए त माथि पागल हुन्थ्यो। सिजनमा पागल हुन्थ्यो। सिजनको कुरा न हेऱ्यो भने होइन ऊ त्यो ढुङ्गो हातै झर्छ कि जस्तो डर लागिरहेको छ, नत्र म माथि पुग्न सक्छु। ऊ त्यो माथिको भाइ रन्केर आयो बाँच्छन् माथि जाने मेरो पछाडि कति भिजेन?
भन्नुहोस्। ल गाइज हामी यहाँ आइपुग्यौँ। जो यहाँ हाम्रो केशवज्यूले भन्दै हुनुहुन्थ्यो माटो हो भनेर, के रहेछ त यो? यता हेर्नुहोस् न, यहाँ हेरेर भन्नुहोस्। व्हाइट बालुवा ए छे, व्हाइट बालुवा तर चिसो चिसो रहेछ। यस्तो छ यहाँको भ्यू। अनि यहाँ उ त्यो एउटा ठुलो ढुङ्गा बनेर जानु के ल गाइज अहिले भर्खर हामी आएको यो हिउँबाट हेर्नुमा त सानो छ हो, तर चिप्लो चाहिँ ओभर चिप्लो, र यसको एलिभेसन हेर्नुहोस् यस्तो छ। र यस्तोमा पनि हामी आए र सबैभन्दा अगाडि हामी आउनुभएको उहाँ हो। के थियो तपाईँको प्रतिक्रिया चाहिँ? अब त्यहाँ अलिक गाह्रो रहेछ है, अलिक चिप्लो हुँदो रहेछ। अब जाँदा चाहिँ हामी ट्याम्पोबाट जानुपर्छ। ल र अर्को छ हाम्रो प्रकाश यो चाहिँ हाम्रो लुकेको आउँदा चाहिँ सजिलो छ, जाँदा अलि एकदम गाह्रो छ। डाइरेक्ट तलतिर गइदिने हल्का चिप्लेपछि कि हो, सही हो। हामी अहिले यस्तो एलिभेसनमा आइपुगे, तर फेरि पनि उहाँ नथाकिकन अगाडि आउनुभयो, तर मभन्दा पछि। यो हो फेरि अब अर्को एलिभेसन। यस्तो मजाको भ्यू छ यहाँबाट, म तपाईँहरूलाई देखाउँछु। यहाँबाट हेर्नुहोस्। प्रिपेयर भएर जानुपर्छ। बाई। This was the route. यहाँदेखि गएर यहाँ पुगेर हामी यहाँ फर्केको साथीहरू ब्याक। आजको ट्रेकिङ 14 किलोमिटर 7 घन्टा। यो हाम्रो सुरवीर योद्धाहरू। अब हाम्रो ट्रेकिङको एन्डिङमा हामी जाँदैछौँ। आजको ट्रेकिङ 14 किलोमिटर कस्तो लाग्यो? 15 किलोमिटर भइसक्यो। कस्तो लाग्यो तपाईँलाई? I'm quite exhausted but still worth it. ओके, आजको हाम्रो ट्रेकिङ अब सकिन आँटेको छ। अब हामी आफ्नो स्टार्टिङ पोइन्टमा जाँदैछु र
केटाहरूको उत्साह कस्तो छ, केटाहरूको कस्तो विचार छ, अब यसो मजा आयो सोधिहेरौँ। मजा आयो ठिकै थियो नेपालमा जतिको त होइन यो तर राम्रो थियो प्रयास राम्रो गर्नुभएको हो सुबिनजीले ठिकै भन्नु पर्यो खुट्टा ठिकै दुखेको छ साथ कसले दियो सुबिनलाई? बाजेले राम्रै गर्नुभयो राम्रै चढ्नुभयो पहाड अब अरू त चढ्नु छोड्नु भयो भन्नुहुन्थ्यो मेरो गाइडेन्समा केटाहरूले आज जाको पानीको पहाड ट्रेक पनि सकायो हो कि होइन? बिल्कुल पहाड चढ्यो है अब अर्को के प्लान छ त बाजेको? बाजेको अब जहाँ लग्ने प्लान छ त्यहीतिर जाने माथि